ल अब चाहिँ यहाँ यता हाम्रो घरदेखिको ओह्रालोतिर एकछिन लागेको यहाँ हाम्रो अलैँची बारी अलैँचीहरू चाहिँ फलेर दसैँमा चाहिँ पुरै रेडी हुन्छन् सबै यो हाम्रो रुँदैछ यो टिकटिके फुल इस्कुसको मुन्टा इस्कुस फल्दैछ अब रेनी सिजनमा सन्जोक हेलो वेदिका एन्ड सन्जोक ल माइजूलाई चाहिँ एकदम क्यामेरा फ्रेन्डली छैन भन्नुहुन्छ हो अनि त्यहाँ पुरा लुक्दैछ अब नखिचिकन जाँदैछु यता माथि दार्जिलिङ बजार चाहिँ सम्झनाको लागि गाउँमा आएको बेला खिचेर राख्नुपर्छ हिजो बिहा खाइयो बिहा खाँदा 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 के खिच्नु पनि बिर्सेछु अनि यहाँ हाम्रो सिक्किमको सोल्टीहरू जानुको लागि रेडीहरू गर्नु हुँदैछ वा यो हाम्रो घर यो चाहिँ चियापत्तीको गाँज चियापत्तीको बारी चियापत्ती के भन्नुभयो अरे लु रेडी ल यहाँ चाहिँ चियापत्ती पाकेछ बाजेको घरको एक दुईवटा टिप दिन्छ कराउँछ कि जस्तो यसरी टिप्छ है कमानेहरूले चाहिँ यसरी टिप्छ टी गार्डनको मान्छेले चाहिँ यसरी हामीलाई त्यति बानी छैन तर पनि अलिकति भए पनि ग्रिन टी बनाउनु लाग्छ क्या मिठो बास्ना आउँछ यहाँबाट हाम्रो घरहरू कस्तो राम्रो देख्छ यहाँ माथि धुप्पीहरू माथि मामाको घर बनिँदैछ अझै यहाँ माथि माथि धोत्रे सिङ्गलिला रेन्जहरू यताउता साम्सु अनि त्यसपछि चाहिँ पुग्छ सन्दकपुर सङ्गीता यहाँ निस्कि यसमा मिठाई ल्याए यहाँ छिट्टो मिठाई मिठाईले ओइ बारेनबाट ल्याएको मिठाई यहाँ थपक्कै निकालिहाल त ल ल ल ल तँ त जली जस्तै देख्ने भएको छस् त ओइ हाम्रो जली जस्तै वा अर्को ओइ ले त ल फिका चिया नुनको फिका चियाले त भागेको भाग गर्छस् ले फिका चियाले यहाँ गेटबाट चाहिँ फेरि अब हामी माइजूको घर आइसक्यौँ प्लान्टहरू मजाले यहाँ चाहिँ छ हाम्रो माइजूको मिनी स्टोन टेबल कस्तो दामी अर्किड फुलेको छ यहाँ फुल फुलेको छ हाम्रो माइजूकोमा चाहिँ प्लान्ट पुरा हुन्छ ज्यास्मिन इज ब्लुमिङ अनि पुरा यहाँनिर चाहिँ प्लान्टहरू सेल पनि गर्नुहुन्छ मन्स्टेरा हाम्रो यो सागर भाइले दिएको चाहिँ माइजूले चाहिँ यस्तो दामी बनाइसकेको छ यहाँनिर अब जेरेनियम फुलेर यता पनि छ